विभिन्न विचारका क्रान्तिहरू आए, हतियारका क्रान्ति आए, तर हामीले श्रमको क्रान्ति कहिले गरेनौं। मिस्टेक त्यहाँ भयो। खोइ त हामीले मिलेर काम गरेको। नेताहरूले पनि श्रम गर्नुपर्छ है। बेलचा र गैँती बोकेर हाम्रो राष्ट्रपति हिँड्नु भयो भने है 3 करोड नेपालीले बेलचा र गैँती बोक्छ, हो कि होइन भन्नु न। म प्रधानमन्त्री है, हामी सबैले गर्ने हो भने यो चाहिँ नि डोजरी विकास हामीलाई चाहिन्छ। हाम्रो हात भन्दा ठुलो डोजर कुनै केही हुन सक्छ? सक्दैन है। हातले बनायो मान्छेले इजिप्टमा पिरामिड, हातले बनायो छैन चाइनामा ग्रेट वाल। मेची महाकाली तपाईको छैन सबै नेपालीले एक शनिबार काम गरौँ न। धरानमा मात्रै श्रम हुनुपर्छ भन्ने के छ हैन? मेचीमा पनि श्रम होस्, महाकालीमा पनि श्रम होस्, आफ्नो आफ्नो आवश्यकता अनुसारको श्रम होस्। हामी यहाँ खानेपानीको लागि चाहिँ लडिरहेका छौँ, कहीँ केही समस्याका लागि लडिराख्नु भएको होला। 1 लाख मान्छे श्रम गर्न आउनुपर्छ, 1 लाख मान्छे है। त्यो दिनको पर्खाइमा यो देशको ढुङ्गा माटो, यही देशको कर्म। धेरै धन्यवाद छ। आज पनि हामी श्रमदानमा जानका लागि यहाँ उपस्थित भएका छौँ। धेरैजनाले सहयोग पनि लिएर आइदिनु भएको छ। सहयोग गर्नुहुने सहयोगदाताहरूलाई हार्दिक धन्यवाद। श्रम गर्नका लागि आउनुभएका सम्पूर्णलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। हामी एउटा काम गर्दैछौँ, यो एउटा काम मात्रै नभएर एउटा इतिहास गर्दैछौँ। यो अत्यन्त ठूलो काम, अत्यन्त साहसिक काम, अत्यन्तै महँगो काम पनि र अप्ठ्यारोमा गरिने केही हदसम्म जोखिमपूर्ण काम पनि भन्छ। त्यो कामलाई हामीले सम्पन्न गर्नु छ। यो काम हामी सबैको काम हो। म यहाँहरूलाई हार्दिकताका साथ धन्यवाद दिन चाहन्छु। तपाईहरूले गर्दाखेरि यो अभियान अगाडि बढिरहेको छ। यो अभियान म एक्लैले चाहेर, म एक्लैले गरेर हुँदैन। कोही एक्लैले गरेर हुँदैन, कोही पनि एक्लैले गरेर हुँदैन, केही थोरै मान्छेहरूले गरेर हुँदैन। यसमा आम धरानवासी पर बस्नुहुने साथीहरूले पनि एकछिन सुन्दै हुन्थ्यो। हामी आम धरानवासी जोडिन आवश्यक छ यो अभियानमा। यो अभियान हामी सबैको साझा अभियान हो। किनभने त्यो पानी जुन लिएर हामी खान्छौँ त्यो एकजना व्यक्तिले मात्रै खाँदैन। हामी सबैले पानी खाने मधेरो, हामी सबैले पानी खाने कुलो हामी निर्माण गर्दैछौँ। यो एउटा पुण्यको अभियानमा यहाँहरू सम्पूर्ण जोडिनु भएको छ। देश विदेशबाट हामीलाई थोरैमा पनि गुड जब भन्नुभएको छ। यहाँहरूको हौसलाले गर्दा, यहाँहरूको प्रेरणाले गर्दा, यहाँहरूको सहयोगले गर्दा, यहाँहरूको साथले गर्दा हामी अघि बढिरहेका छौँ। हाम्रो ऊर्जा भनेको तपाईहरु नै हुनुहुन्छ। ऊर्जा है, हाम्रो शक्ति स्रोत सम्पूर्ण कुरा तपाईहरु नै हुनुहुन्छ। त्यसो भएको कारणले गर्दाखेरि हृदयदेखि यहाँहरू सबैलाई म सलाम गर्न चाहन्छु। जो व्यक्ति हाम्रो श्रमस्थलमा आएर 5 मिनट मात्रै पनि उसले काम गरेको छ भने पनि उसलाई पनि हामीले उत्तिकै महत्त्वका साथ उहाँको योगदानलाई हामीले चाहिँ सराहना गर्ने गरेका छौँ। यहाँहरू सबैको यो साथ सहयोग रहिरहनुपर्छ। धरानमा अझै पनि मलाई लाग्छ धेरै मानिसहरू हाम्रो श्रम स्थलमा आउनु भएको छैन। जबकि हामीले श्रम गरिरहेको अब 1 वर्ष हुन आँट्यो। म निर्वाचित भएदेखि श्रम चलिरहेको छ, श्रमदान चलिरहेको छ। हामीले बोट बिरुवा रोप्नेदेखि लिएर, हाम्रो मुहान सुधार्नेदेखि लिएर, मुहान सफा गर्नेदेखि लिएर, दुनियाँभरका चाहिँ मास्तिरका खोला खुल्सीबाट पानी ल्याउनेदेखि लिएर, ट्याङ्की बनाउनेदेखि लिएर सम्पूर्ण कुरा हामीले श्रमबाट गरिरहेका छौँ। अहिले उद्योगसम्म खोलिरहेका छौँ। उद्योग होइन, बेसार बिन्ने फ्याक्ट्री, साबुन बनाउने फ्याक्ट्री, यी सम्पूर्ण कुराहरू हामीले चाहिँ सबभन्दा धेरै श्रमदानको चाहिँ त्यहाँ भूमिका रहने गरी सुरु गरिरहेका छौँ। यसरी धरान अघि बढिरहेको छ र तरिका यही हो। हाम्रो विकास ठेकदारले गरिदिन्छ भनेर आशा हेरेको कारणले गर्दा हामी पछि पऱ्यौँ। ठेकदारले गरिदिँदैन विकास, विकास तपाईँ आफैले गर्नु। त्यो आह्वान, त्यो सन्देश, त्यो अभियान हामीले चलाइरहेका छौँ। आज सफारी चलाउने हाम्रा यातायात व्यवसायी मजदुर साथीहरू तपाईहरु पनि चाहिँ श्रमदान गर्न जाने भनेर निर्णय जुन गर्नुभयो स्वागत योग्य छ। आफ्नो लागि जो पनि बाँचेको हुन्छ, जे पनि बाँचेको हुन्छ, कमिला, चरा, मुसा, झिगा, फट्याङ्ग्रा, किरा सबै बाँचेको हुन्छ आफ्नो लागि।
तर मान्छे त्यो प्राणी हो जो अरूको लागि बाँच्छ। तपाईले आज दिनुभएको श्रमदानको है एउटा चाहिँ मूल्याङ्कन हुनेछ, त्यो एउटा ऐतिहासिक योगदान हुनेछ। म चाहन्छु धरानमा एक शनिबार यस्तो शनिबार आओस् जुन शनिबार धरानको आधा मान्छे 1 लाख मान्छे, हामी 2 लाख जति पर्छौँ यहाँ, 1 लाख मान्छे श्रम गर्न आउनुपर्छ। 1 लाख मान्छे है त्यो दिनको पर्खाइमा हामी स्वार्थी बन्नु हुँदैन। परिवार त आफ्नो, घर त आफ्नो, यो देश चाहिँ कसको त प्रश्न गर्न चाहन्छु। यो देश कसको त? यो धरान कसको हो? हर्क साम्पाङको हो? होइन है, यो हामी सबैको हो। यो देश कसको? हामी सबैको हो। यदि यो धरान हाम्रो सबैको हो, हाम्रो यो चाहिँ तपाईँको यो देश साझा, हाम्रो सबैको साझा देश हो भने हामी सबैको पसिना यहाँ बग्नुपर्छ, रगत कसैको बग्नु हुँदैन। मैले एउटा भर्खरै एउटा गीत बनाएको छु है, यो देशको ढुङ्गा माटो यही देशको कर्म, यही देशको ढुङ्गा माटो यही देशको कर्म है, आओ हामी मिलेर गरौँ श्रम, यो देशलाई उठाउन आओ गरौँ श्रम। रगत होइन पसिनाले भिजाऊ यो देश, श्रम रोपी लह लह फलाऊ यो देश। श्रम रोप्न खाँचो छ। यो देशमा धेरै खालको क्रान्ति भयो है, म यो पार्टीको त त्यो पार्टीको भने झगडा धेरै गर्यौं हामीले, बाउ छोरा बीच झगडा भयो होइन, हामी बाउसँग चाहिँ लड्ने, आफ्नो छोरासँग लड्ने बन्यौं। विभिन्न विचारका क्रान्तिहरू आए, हतियारका क्रान्ति आए, तर हामीले श्रमको क्रान्ति कहिले गरेनौं। मिस्टेक त्यहाँ भयो। खोइ त हामीले मिलेर काम गरेको। मेची महाकाली तपाईको छैन, सबै नेपालीले एक शनिबार काम गरौँ न। धरानमा मात्रै श्रम हुनुपर्छ भन्ने के छ होइन? मेचीमा पनि श्रम होस्, महाकालीमा पनि श्रम होस्, आफ्ना आफ्ना आवश्यकता अनुसारको श्रम होस्। हामी यहाँ खानेपानीको लागि चाहिँ लडिरहेका छौँ, कहीँ केही समस्याका लागि लडिराख्नु भएको होला। आफ्नो आवश्यकता अनुसारको श्रम सबैले गरौँ। सम्पूर्णलाई म यो भन्न चाहन्छु, यो देशका महामहिमहरू, राष्ट्रपति, प्रधानमन्त्री लगायतका नेताहरूले पनि श्रम गर्नुपर्छ है। बेलचा र कैँची बोकेर हाम्रो राष्ट्रपति हिँड्नु भयो भने है 3 करोड नेपालीले बेलचा र कैँची बोक्छ, हो कि होइन भन्नु न। म प्रधानमन्त्रीज्यूलाई पनि भन्न चाहन्छु है, प्रधानमन्त्रीले तपाईको आधी घण्टा चाहिँ श्रम बेलचा हानेर गर्यो भने भोलिदेखि सबैले गर्दैन र है। हामी सबैले गर्ने हो भने यो चाहिँ डोजरी विकास हामीलाई चाहिन्छ। हाम्रो हात भन्दा ठुलो डोजर कुनै केही हुन सक्छ? सक्दैन है। हातले बनायो मान्छेले इजिप्टमा पिरामिड, हातले बनायो छैन चाइनामा ग्रेट वाल है। हाम्रो हातमा त्यो शक्ति छ, त्यो बल छ, तर हाम्रो हात जुट्नु जरुरी छ, हाम्रो चेतना उठ्नु जरुरी छ। म यहाँहरू सम्पूर्णलाई यति धेरै तपाईको छैन सम्मान गर्न चाहन्छु। मैले श्रमदाताहरूको योगदानको महिमा गाउँदै एउटा गीत पनि रेकर्ड गरेको छु, त्यो पनि आज म फेसबुकमा एकछिन सार्वजनिक गर्छु है। यहाँहरू सम्पूर्णलाई म हृदयदेखि धन्यवाद दिँदै आजको यस हाम्रो श्रमदान जुन तपाईँ जाँदै हुनुहुन्छ त्यहाँ सुरक्षित तरिकाले काम गर्नुहोला। अगुवाई गर्नुहुने साथीहरू हुनुहुन्छ, हाम्रो पुराना श्रमदाता साथीहरू, उहाँहरूको अगुवाईमा, उहाँहरूको निर्देशनमा उहाँहरूले भने जस्तो तरिकाले सुरक्षित तरिकाले काम गरेर आउनुहोला। 2 दिनको लागि म योजनाको लिस्ट बोकेर काठमाडौँ जाँदैछु आज, किनभने हाम्रो माथि बस्नुभएका हाम्रा चाहिँ माननीय ज्यूहरूलाई पनि हाम्रो समस्या यो छ है भनेर देखाउनु पर्ने पनि छ। राष्ट्रिय बजेट बन्ने बेला भयो, त्यसले गर्दाखेरि हाम्रा योजनाहरू पनि ती बजेटमा समावेश हुन् भन्न खातिर हामी त्यहाँ जाँदैछौँ। यहाँहरूको दिन शुभ रहोस्, हामी सबैको शुभ रहोस्, हामी सबैको जय होस्। जय धरान। हो कसो म पनि यसै गाउँछु, यसै ठाउँमा यस्तै पुल टिपेर हिँड्ने दिन लालीको राष्ट्रिय हुँदैन त आज यहाँ उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू लगायत हाम्रो मिडियाकर्मी, स्पेसली हाम्रो मेयर साहब, उहाँ भनेको एउटा महान अभियान कर्ता, उहाँको आज
समय भनौँ भनेदेखि अहिलेको 20 गते 12 महिना 79 सालको कोका खोलाको दौडान त्यो समय भएकोमा आज यहाँ म अलिकति बाहिर रूपले बोलेको छु है। उपस्थित हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई म एकमुष्ट मेरो तर्फबाट र मेरो साथ तर्फबाट सेवारो सेवारो। अहिले यहाँ पाइप किन्नको लागि अथवा पाइपको ठिक्क दाम अथवा पाइप भन्दा अलिकति बढ्दा 2-4 रुपियाँ खाजा नास्ताको लागि भनेर उहाँहरूले पठाउनु भएको। अलि ओरै आउनुपर्छ ल। लालीगुराँसबाट आउनु भएको छ। उहाँको श्रीमती आशा रानी लिम्बू आमा बुबा पूर्णबहादुर लिम्बू ससुरा हाकिम बहादुर लिम्बू र श्रीमती सुभद्रा लिम्बू भाइ मच्छिन्द्र बहादुरको श्रीमती स्वर्गीय विद्यादेवी लिम्बूको नाममा सहयोग गर्ने हाम्रा हामीलाई सहयोग गरेर धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हामी अरू धन्यवादको पात्र भए अरू के दिन सक्छौँ, तर एउटा चाहिँ कुरो सुनिराख्नुहोस्। आमा आशरानी लिम्बू, बुबा स्वर्गीय पूर्णबहादुर लिम्बू, ससुरा हाकिम बहादुर लिम्बू र अकम बहादुरको श्रीमती सुभद्रा लिम्बूलाई चाहिँ हामी उहाँ मरेर गए पनि म उहाँलाई एक मौनता दिन चाहन्छु। उहाँहरूको आत्मा शान्ति होस्, पछि उहाँहरू आफ्नो स्वर्गमा सजिलो गरेर बसोस्, अप्ठ्यारो नमानोस्, छोराछोरीहरूलाई आशीर्वाद दियोस्, सन्तानमा राम्रो होस्, सन्तान फलोस्। 5,000 को दिएको त्यो प्लम्बरलाई पनि तिनीहरूले काटिदिनुहोस्। त्यहाँ काट्नु नपरे पनि हुन्छ काट्नुहोस्। अब यो आर्थिकको कुरो हो, बिस्तारै गरौँ, ढिलो जति गर्यो उति राम्रो हुने कुरो हो। अब यहाँ सुन्नुहोस्, अर्को सहयोगदाता हुनुहुन्छ आमा कालुमाया लिम्बू राई, हाल युकेबाट स्वर्गीय श्रीमान देशबहादुर जिमी, स्वर्गीय बाउ आशिक राम लिम्बू भने त कालुमाया लिम्बूको आफ्नो बुवा देखेर होइन अस्ति त गरेका यसपालि किन नगर्ने भनेर उहाँले पनि सहयोग गर्नुभएको छ। फूर्तिमान तामाङ धरान 15 विशाल मार्ग रु 50,005 उहाँलाई पनि धेरै धेरै धन्यवाद र यो रसिद हस्तान्तरण गरी सबैले ताली बजाइदिन धन्यवाद। अब आयो लालबहादुर राई धरान 10 सैनिक टोल अनि उहाँको पिता स्वर्गीय पृथ्वी बहादुर राई र स्वर्गीय चन्द्रमाया राई र स्वर्गीय दिलकुमारी राई उहाँहरूको स्मृतिमा को लागि रु 1,05,051 रुपियाँ दिनुभएको छ। यो चाहिँ हाम्रो श्रमको हतियार रहेको छ। उहाँको
म त थर गर्दै त्यो भर्लाको बातमा झुन्डेको त्यहाँदेखि त देखेर त हाम्रो काम केही बिलाइ ल दाइ तपाईँ त सक्नुहुन्न ल हुनुहुन्न रहेछ भने र पनि म लडेर तल झरेर माथि चढेर गएँ। त्यसकारण त्यस्तो भिर छ, त्यो भिरमा भित्रीबाट नाप्न सकिँदैन। अब पाइपले के भन्छ, त्यो पाइपले हाम्रो त्यो भिरमा अहिले एकदम कष्टकार हुनुपर्छ तब देश बल्छ, दाउरा काठ सुन्नुपर्छ तब देश बल्छ भने उखान छ। त्यसले गर्दाखेरि सबैलाई धन्यवाद दिन्छु तपाईँहरूलाई। धेरै भएर धेरै पैसा उठेन, बरु जाउँ हामी खोलामा पाइप तान्नु भनेर उहाँहरू चाहिँ सिटी सवारी लिएर श्रमदान गर्ने श्रमदान सहयोगीहरू यहाँ रत्नकुमार लिम्बू, अशोक तामाङ, रणकुमार लिम्बू, अशोक तामाङ, भक्तबहादुर कटवाल, चन्द्रबहादुर लिम्बू, रजी म नभ्याउने रहेछ फुल साइजको टिकट हो, फुल साइज है यो लाली गुराँसको फुल साइज। उहाँले 500 को लिनुभएको हो एक बुङ। खै यो फुलले छेलियो 500 को एक बुङ छ है यहाँ होइन। उहाँले चाहिँ 1000 को लिनु भएको छ, तपाईँले चाहिँ हातमा चिया लिनु भएको छैन? उहाँ त लाखौँको हो नि। ए हो ल ल। अनि यहाँ मिस चाहिँ सहयोगी हो, टिकट काउन्टर उहाँ, टिकट काउन्टर, टिकट काउन्टर। हाम्रो मेन चाहिँ सिरुबल इन्टरटेनमेन्टको प्रोप्राइटर हुनुहुन्छ उहाँ चाहिँ। यो प्रोग्रामको मेन नै भन्दा टाउको नै भन्ने हुन्छ, हाम्रो नर्मल भाषामा टाउके नै हो।